काठमाडौँमा एउटा यस्तो गिरोह सक्रिय छ जुन गिरोह कुनै पनि रात तपाईको कोठामै प्रवेश गर्न सक्छ। यिनीहरूले तपाईको घरका सदस्य, घरमा भएका सुनचाँदी, नगद सबै थाहा पाउँछन्। तपाईका निकटकाहरूबाट पनि यस्तो सूचना उनीहरूले सङ्कलन गरेका हुन सक्छन्। जब यिनीहरू मध्यरातमा हतियारसहित घरभित्र पस्छन्, उनीहरूलाई तपाईको घरबारे त्यति नै थाहा हुन्छ जति तपाईलाई थाहा हुन्छ। घरमा भएका मानिसहरूको संख्या, नगद र गहना राख्ने ठाउँ, पस्ने ढोका, निस्किने ढोका सबै रेकी गरेर यो गिरोह भित्र पस्छ। घरका सदस्यहरूको घाँटीमै हतियार राख्छ र लुटपाट गर्न थाल्छ। यो गिरोहबारे जे खुलासा भएको छ त्यही देखाउँदैछौँ यो विशेष रिपोर्टमा। साउन 24 गते राति 12:30 बजे कृतिपुर नगरपालिका 6 का नारायण बस्नेत गहिरो निन्द्रामा थिए। रातको 12:30 बजे कसैले घरको ढोका ढकढकाएको सुनेपछि नारायणकी श्रीमती बेउजिन बत्ती बालेर ढोका पनि खोलिन्। तर धारिलो हात हतियार सहित अपरिचित 5 जना व्यक्तिहरू एकाएक घरभित्र प्रवेश गरे। त्यति बेला नि नारायणकी श्रीमती चिच्याइन्। नारायण पनि के भयो भन्दै कराउन थाले। तर घरभित्र बसेका अपरिचित व्यक्तिहरूले खुकुरी देखाउँदै धेरै कराए सिद्ध्याइदिने धम्की दिए। नारायण उनकी श्रीमती र बहिनीलाई घरको एउटा कोठामा थुनी दिए। त्यसपछि ती व्यक्तिहरूले 1.5 लाख नगद, सुन तथा हिराका गरगहना लुटपाट गरे। त्यो रात झण्डै 56,65,124 बराबरको लुटपाट भयो। मेरो 1.5 लाख चान्चुन त्यो लग्यो। 1.5 लाख पैसा लाग्यो। अरु के लाग्यो? मेरो अनि श्रीमतीहरूको यो छोराको वर्धमानमा चाहिँ नि लगाएको गहनापात सम्पूर्ण गहना लगाएर के पनि छोडेको छैन। कति तोला जति छ? बहिनीको बुहारीको त्यो गर्दाखेरि 3टा कोठाबाट चाहिँ के भने करिब 40-45 तोला जति चाहिँ नि हार, त्यो सिक्री, लकेट, अब औँठीहरू सबै गर्दाखेरि त्यति चाहिँ नि पर्यो। सुतिरहेको थिएँ कोठामा। मेरो श्रीमान उतापट्टि कोठामा सुत्नु भएको थियो। म यतापट्टि थिएँ। कोठाको ढोका खोल्दै थियो, गर्मी बेला थियो। अनि 1 बजे होला ट्याक्क बत्ती बाल्यो। अनि यसो हेर्दाखेरि त यस्तो खुकुरी लिएर बसिरहेको। अनि म त चिच्चाएँ के, एउटा हातमा उसको रड छ 2टा, अनि एउटा हातमा खुकुरी छ। चिच्चाउँदाखेरि कराउँछु सिद्धाइदिन्छु भनेर भने के। एकजना मात्रै भित्र पस्छ? त्यतिखेर 1 जना मात्रै थियो। अनि म चिच्चाएपछि त 4-5 जना आएर अनि कोहीले मुखमा मलाई टेप लगायो, कोहीले सिक्री चुडाल्यो। यसरी डकैती गर्ने गिरोह नै सक्रिय छ, जसमध्ये केही व्यक्तिहरू प्रहरीको फन्दामा परेका छन् भने केही व्यक्तिहरू अझै पनि फरार छन्। तपाईहरुलाई सचेत गराउनका निमित्त यो रिपोर्ट हामीले प्रस्तुत गर्यौं। सचेत रहनुहोला। तपाईको घरमा डकैती गर्ने यी डाकाहरू जति बेला पनि पस्न सक्छन्।